साथीहरु आज हामी हरियो काँक्रो र आलुको अचार बनाऊँ है त। मैले चाहिँ सबै सामान रेडी गरिसकेको छु र उसिनेको आलुमा हरियो काँक्रो हाले अनि त्यसमा चाहिँ मैले बेसार, रातो खोर्सानी, टिमुरको धुलो, नुन र 2टा प्याज पनि काटेर हालेको छु र मैले चाहिँ छोपुरमा चाहिँ खाने भाङको धुलो हालेको छु किनभने तिल र आलस भन्दा चाहिँ अलिकति छुट्टै खालको मिठो लाग्छ मलाई चाहिँ। र त्यसमा चाहिँ मैले 2टा कागती निचारेर तोरीको तेलमा जिरा र हरियो खोर्सानी पड्काएर नि झानिसकेको छु र त्यसमा मैले हरियो धनिया नि काटेर हालेर अब यसमा चाहिँ अलिकति पानी हालेर राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ र मिक्स गरिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ हेर्दै खाउँ खाउँ लाग्दो। क्वालिटी चाहिँ अलिकति कमै छ किनभने म चाहिँ एन्ड्रोइडबाट सुट गर्दैछु भिडियो, त्यही भएर क्वालिटी अलिकति नराम्रै आए पनि मैले चाहिँ आलुको अचार छुट्याएर त्यसमा हरियो केराउ हालिसकेको छु किनभने मलाई चाहिँ हरियो केराउ एकदमै मिठो लाग्छ। र हरियो केराउ हालिसकेपछि राम्रोसँग मिक्स गरिसकेपछि मेरो अचार चाहिँ रेडी भइसकेको छ र अचार सँगसँगै मेरो चाहिँ भात पनि रेडी भइसकेको छ है त।